लगाइ धेरैजनाले यो याङ्गोमा मेरोमा ब्लू जोन आएन भनेर हैरान हुनु भएको छ। तपाईँहरू जस्तै हेर्नु यहाँ गोल चुज गर्ने अप्सन छ तर तल यहाँ ब्लू जोन छँदै छैन क्या। म अर्को आइडी पनि देखाइदिरहेको छु। अर्को आइडीमा ट्याक्क लाएर यहाँ देखाइरहेछ ब्लू जोनको सिटी बोनस, तर तपाईँहरूकोमा देखाउँदैन यस्तो। हेर्नु यहाँ जोन पनि बनाएर छ। अब यो 20 मिनट जति अझै जोन हुन्छ तर तपाईँहरूकोमा यो ब्लू जोन नै देखाएको छैन हैन। यो सेल्फी चेकको त बेग्लै प्रब्लम छ, गरिदिउँला। तर यो के भन्छ यो ब्लू जोन देखाएको छैन। अब यो समस्याको समाधान कसरी गर्ने भन्दाखेरि तपाईहरुले के गर्नु पर्यो, यो यस्तो कुराहरू चाहिँ कसैले पनि सिकाउँदैन। न त तपाईको फ्लिटले, जुन फ्लिट भयो नि कसैसँग आइडिया नै छैन। म तपाईहरुलाई आइडिया दिइरहेको छु। तपाईहरुले के गर्नु पर्यो, यहाँ गएर आफ्नो प्रोफाइलमा गएर यसलाई लग आउट गरेर हान्दिनु पर्यो। लग आउट गरेर लगभग 2 देखि 3 दिनसम्म लग आउट गरेर यतिकै छोड्दिनु, बीचमा लगइन चाहिँ नगर्नु है। त्यसपछि 2-3 दिन पुगेपछि लगइन गर्नुस्, ब्लू जोन देखाइहाल्छ स्योर, 99% स्योर हो देखाइदिन्छ। यदि देखाएन भने फेरि पनि लग आउट गर्नु, फेरि 2 दिनको लागि यतिकै छोड्दिनु, त्यसपछि स्योर तपाईहरुको ब्लू जोन देखाइदिनेछ। र यो तरिका चाहिँ फलो गर्नु तपाईहरुले, तपाईहरुको सिटी बोनस ब्लू जोन देखाइदिन्छ। यदि देखाएन भने तपाईहरुले कमेन्ट गर्नु, म अर्को पनि तरिका खोजिराख्छु। किन त मैले ट्राई गरेको के धेरै आइडीमा मैले ट्राई गरेको। तपाईहरुलाई थाहै होला मसँग अनलिमिटेड आइडी छ। आइडीहरु भिडियो बनाउनका लागि राख्छु, राइड चाहिँ गर्दैन, त्यस्तो हो कुरा। अनि 2-3 दिन के गर्ने भन्दाखेरि इनड्राइभ पठाउ चलाउने। किन त अरु एप पनि छ त मार्केटमा, याङ्गो मात्र त हैन नि। त्यही ट्राई गर्नु तपाईहरुले र कमेन्ट गरेर मलाई भन्नु कसको आयो कसको आएन भनेर।